नमस्कार, मेरो नाम सीता मल्ल सापकोटा। मेरो घर चाहिँ मालिका 5 बान्द्रे पर्छ। हाल चाहिँ म अहिले यो श्रीनगर टोल 2 बागलुङमा बस्छु। मेरो पेसा चाहिँ टेलरिङ हो। 14 वर्षदेखि चाहिँ बजारमा चाहिँ सिलाइ व्यवसाय गरेर बसिरहेको छु। यो चिसोमा बसेको भएर हो क्या, अलि बढी नै ढाड दुख्ने समस्याहरू धेरै नै थियो। तर यो यहाँको सप्लिमेन्टको औषधिहरू खाएर चाहिँ मेरो ढाड दुख्ने समस्या एकदम कम भएको छ र इनर्जी पावर चाहिँ हुँदो रहेछ, ताकत दिने बढी भएको भएर चाहिँ मैले नियमित यहाँको औषधि चाहिँ खाइरहेको छु। मैले चाहिँ यहाँको औषधि खाएर चाहिँ मलाई निको भएको भएर चाहिँ हाम्रो मुवा पनि बाहिर हस्पिटलको औषधि खाइराख्दाखेरि केही समस्या समाधान नहुँदाखेरि मैले यहाँको औषधि 2 महिना मात्रै लगेर विचार गरेको थिएँ। धेरै 100% चाहिँ 75% चाहिँ निको भइसक्नु भएको छ। अब पनि अझै 3-4 महिना रेगुलर खुवायौँ भने जे होस् त्यो मुटु कलेजोको समस्या चाहिँ समाधान हुन्छ जस्तो मलाई आशा लागिरहेको छ। सुरुमा चाहिँ अब अरू औषधि चाहिँ अब हस्पिटलमा गयो भने उत्तिखेरै सन्चो त हुन्थ्यो हैन। यो चाहिँ अब 2 महिना औषधि खान्जेलसम्म खै के हो नि, हो सन्चो हुने केही न जस्तो भइरहेको थियो। तर यो विचार गर्नको लागि चाहिँ 3 महिना त रेगुलर औषधि खानै पर्दो रहेछ। 3 महिनापछि चाहिँ यो औषधिको चाहिँ रिजल्ट एकदम राम्रोसँग चाहिँ आउँछ। मलाई आफै विश्वास लागेको भएर चाहिँ धेरैजनालाई चाहिँ यहाँ जानु, यहाँ औषधि राम्रो छ। कतिपयले चाहिँ सुरुमा महँगो रहेछ भन्छन् हैन। महँगो भयो नि तपाईँ हस्पिटलतिर जाँदा पनि त तपाईँको त अब अलिकति खर्च नभए त हुँदै हुन्न। तर पनि महँगो भइकन नि 3 महिनामा चाहिँ त्यो ठ्याक्कै रिजल्ट देखाउने भएर पहिला पछुताएकोहरू चाहिँ 3 महिनापछि चाहिँ होइन ठिकै गरेछौँ यहाँ आएर भन्ने मान्छेहरू पनि छन्। अब कतिपय लौरो टेकेर हिँड्ने र हिँड्न नसक्ने अवस्थाको थियो हाम्रो गाउँको। उहाँले चाहिँ अहिले अब लौरो छोडेर बसेर घाँस काट्ने, भैँसी दुहुने, उहाँलाई देख्दा म अहिले छक्क पर्छु के। मामु पहिला त हजुर जहिले सुकै ढाड दुख्यो भनेर बसिराख्नुहुन्थ्यो, अहिले त ठिक भयो चाहिँ ल जाम हिँड्नु, बिहान कहिले योगा जाम भन्छन्, कहिले दौडिन जाम भन्छन्। अहिले त त्यस्तो ऊ छैन। तर सुरुमा चाहिँ अब जहिले पनि अब ढाड दुख्नेमा अलिकति ढिलोसम्म सुतिराख्ने पनि हो। अब ढाडको समस्या हुनाले अहिले चाहिँ धेरै ठिक भएको छ, त्यस्तो समस्या पनि छैन। बच्चा परिवारहरू पनि खुसी नै छन्।